भैरवकुण्डमा अनि गाइस हामी फलो गर्दै गर्नु हामी अपडेट दिन्छौँ तर यो आउँछ कि आउनु थाहा छैन तर हामी बनाउने चाहिँ छौँ त्यति हो हामीलाई त्यति थाहा छ भ्लग आउनु त आउँछ तर नभएको युट्युब आउनु सक्छ मेबी सबै आयो भने यहाँ हामीलाई खाना खानालाई सुकुटेमा रोक्नु भएको छ अनि हामीलाई टेबल समातेर बस्नु भन्नुभएको छ अब हामी टेबल समातेर बस्नेवाला छौँ हामी चाहिँ भात सात खायौँ अनि त्यसपछि यहाँ खोलामा खोलाको सुकुटे बिच साइड दिदी हेलो संज्ञा हेलो हामी चाहिँ सुकुटे बिच घुम्न आएको सुकुटे बिच घुम्न आएको होइन कि हामी भैरवकुण्ड जान लागेको अनि हामी सुकुटे बिच पनि छिरेका छौँ भन्नुहोस् त आफ्नो इन्ट्रो दिनुहोस् मेरो नाम चाहिँ अजिता राई हेलो आई एम निरु भुसाल आई एम छाया साके अनि म चाहिँ मेन क्यारेक्टर उहाँहरू चाहिँ साइड क्यारेक्टर रुखको त्यो डाँडाको रुख छ नि जरा मात्र देखाएन कस्तो सब देखाएको छ भिडियोले छाप्यो कसरी हो र त्यो एसडी क्वालिटी भएर कसैलाई त्यस्तो क्वालिटी चाहिएमा के गर्नु सम्पर्क गर्नु होला मलाई ए हस् कस्तो टाइममा लगिन्छु चाहिँ यता लिस्टीमै मन्दिर आएको होइन भैरवकुण्ड अन्त वेमा हामीले भेटेको यता छ चाहिँ चटपटे पनि भेट्टायौँ यहाँ आन्टीहरूले चटपटे दिनुभएको हामीलाई चाहिँ खानको लागि जाऊँ यहाँ आन्टीहरूलाई पनि देखाउँछौँ है हामी जाऊँ न उहाँ दुईजना चटपटे मिठो छ भन्दै हुनुहुन्छ आन्टीहरू सबलाई चटपट अफर गर्दै हुनुहुन्छ फेरि हामीलाई चटपटे दिने आन्टीहरू यहीँ हुनुहुन्छ हाई भनिदिनु आन्टी मेरो भ्लगलाई उहाँहरू सबैजना भैरवकुण्ड हिँड्नु भएको मिठो छ चटपटे एकदमै हजुरहरूको हस् हुन्छ भेटौँला नि माथि हामी चाहिँ बगानमा आइसक्यौँ अनि हामी चाहिँ यहाँ चिया खाँदैछौँ नि यहाँ यता हेरौँ है गाइजहरू दिदी यहाँ हुनुहुन्छ चिया खाँदैछौँ नि बगानमा बसेर हिमाल हेर्दै दिदी हजुर वाह दिदी दामी छ नि भ्यू चाहिँ चिसो रहेछ छायाको के अरे युट्युब च्यानलमा छैन युट्युब च्यानललाई छायामा चाहिँ नपारिदिनु होला होइन नाम के हो अरे दिदी विपना इज अल द वे फ्रम जापान फेरि हेलो हामी चाहिँ अब भात खानु आएको यहाँ माथि बगानमा यहाँ मेरो साथीहरू के भन्नु सबैजना मभन्दा ठुल्ठुला छन् ओ भण्डारी दिदी सिस्टर हाई हाम्रो भात आइपुग्यो दिदी त्यो चम्चाको त्यो थाली के हो मासु त यहीँ हराएछ त यो मासु हो दाजु मासु पुगेन मासु हराएछ मासु नै छैन गाइस तपाईँहरूले देख्नुभयो मासु मासु त हेर्दा हेर्दा बिलाएर ल हेर्नु न ल मासु नै छैन भनेको ल गाइस स्क्याम भयो स्क्याम यहाँ धेरै छ बरु अलिकति यहाँ थोरै छ खोइ कता रहेछ मासु मासुको कमी भयो दाजु भात चाहिँ मिठै छ ठिकै छ अब यस्तो ठाउँमा यस्तै हो यो भात भनेको राम्रै भात हाम्रो चाहिँ अब भैरवकुण्डको जर्नी स्टार्ट भयो त के भन्नु अब हामी बगानमा छौँ बगानबाट चुकर मुकर जानुपर्छ भाइ बस अनि हामी चाहिँ रेडी भइसक्यौँ अन द वे जस्ट ब्रस गर्नलाई यहाँ बसेको यो दामी हो वाउ जस्ट लुकिङ लाइक अ वाउ हामी भैरवकुण्ड पुग्यौँ सी द भ्यू दामी कस्तो छ दिदी भन्नु त तपाईँको फर्स्ट ट्राई कस्तो एक्सपिरियन्स भयो तपाईँलाई बस्नु न एकचोटि दामी दामी
ल मेरो दामी भयो अहिले सास फुलिरह बसी आएको हामी मेरो साथी अझै पछाडि छ एउटा अरू त्यतै हिँड्नु खेल्दै होला कस्तो रमाइलो छ के हामी चाहिँ भैरवकुण्ड आइसक्यौँ यो प्रणिल यो संज्ञा अनि यहाँ दिदीलाई अहिले नदेखा मैले बस देखाऊँ ल अनि जस्ट भ्यू दामी हो ल बोल्नुहोस् Hello guys, this is me, Sonia Sakar, and हामी चाहिँ बिहान 4:30 बजीबाट हिँडेर यता आइरहेको छौँ and this is the view. You can clearly see that. घुमा अब दामी हो लाइक भ्यू एकदम दामी हो ओइ झन्डै अघि एकचोटि लडिसक्यो फेरि लड्छु जस्तो हो फेरि रक्सी खाएर आएको भन्दा नि बेसी हो दामी हो कि दामी के गरेर आउनु भएको रे म चाहिँ ड्रोन सर्ट लिएको हो अन्त खै अब आउँछ कि आउँछ थाहा छैन आइपुग्छ कि आइपुग्छ थाहा छैन कस्तो लाग्यो मलाई त कस्तो राम्रो लाग्यो तिमी म राम्रो कि भैरवकुण्ड मैले भने नि बिहान यो भैरवकुण्डको छेउमा त तिम्रो छेउमा त भैरवकुण्ड केही होइन त्यस्तो होइन है जस्ट कम्प्लिमेन्ट मात्रै दिनु भएको हेर्नु त भयो आहा दामी 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 वाउ कुण्ड ट्रेक कम्प्लिटेड हाम्रो चाहिँ भैरवकुण्डको ट्रेक कम्प्लिट भइसक्यो अनि हामी चाहिँ अब घर घर जान लागिसकेको छौँ हामी भक्तपुर पुगिसक्यौँ यहाँ के अरे नगरपालिका हामी 4जना मान्छेलाई के अरे बाटोमा छोडेर पनि आइसक्यौँ हाम्रो ड्राइभर दाजु यता हुनुहुन्छ अनि हाम्रो दिदी यता हुनुहुन्छ हाई यता हेर्नुहोस् न यता हेरेर भनिदिनुहोस् न अनि अब चाहिँ उहाँको डेस्टिनेसन आउँदैछौँ यहीँ माथि दुधपाटी अब हामी आइसक्यौँ यहाँ कालोपाटी अब यहीँको माथि हो दुधपाटी अनि त्यति हो अनि म झर्ने अनि दाइले मलाई चाहिँ मार्गन छोडिदिनुहुन्छ त्यहाँबाट दाइले मलाई पठाउमा के अरे पठाइदिनुहुन्छ अरे दाइले आफै पैसा तिर्दिनुहुन्छ अरे अनि उहाँ झर्ने हाडेको उहाँ झर्ने कता जमल अनि उहाँ झर्ने बानेश्वर उहाँ दाजु जाने फेरि सागा हामीलाई घर घर छोड्नु भएको दाइले हामी अब उहाँलाई बाई बाई गर्ने ट्रन आइसक्यो अब चाहिँ हामी यहाँ दुधपाटी आइसक्यौँ सिधा पोखरी संज्ञाको घर आइपुग्यो रुफटप फास्ट फुड संज्ञाको मम्मी त्यही हुनुहुन्छ बाई 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 अङ्कल बाई बाई हाम्रो राम्रो भयो अब